हेलो नमस्कार सर, प्रचण्ड सर। सन्चै हुनुहुन्छ? यहाँ अस्ति पहिला कुरा गर्थ्यो है हाम्रो बेनासँग। तिनी बेनाले के कुरा गर्ने भन्छन्, एकछिन गर त। दिनी ल ल हुन्छ ल गरे बोल गरे। कुनी सुन्थे? प्रचण्ड सर। प्रचण्ड क्या ए प्रचण्ड सर नमस्कार है, नमस्कार गरेँ। क्या गरे अस्ति दुबई जाने बेला बोलाए थियो त झन् अझ्याल त झन् तिमी त हाम्रै रुकुम पूर्वमा आइन भोटको लागि उठ्याक रहेछौ। राम्रो भयो आइगियौ, सबैले सहायता गर्ने होला केर आइगिछौ त भयो। जम्मा भनेक मान्ने नेता त तिमी मात्रै रहेछौ। राम्रो भयो त भयो यता आइगिछौ, सबैले जम्मा लागि मिली गरौँला भनेको हो। आइगिछौ, कुरा सुनिगिछौ प्रचण्ड सर। भयो ज्या हुन् राम्रै भयो। अब सबैले मिलिजुली गरौँला क्यार। अब रुकुम पूर्वलाई पनि एकदम राम्रो बनाउन पर्यो, विकास गर्न पर्यो। अब सबै जनताले सल्लाह गरिन दिनी भनेकै थिए, दिनी हुन्, सबैले टेन्सन चाहिँ होला। राम्रो छ आफ्नो भिजन, त्यहाँ सबै कुरा राम्रो छ गर्नु, दायाँ बायाँ यताउता नगर्नु। अहिले फेरि भोट मागिन्, फेरि पछि हामीलाई नबिर्सिया भयो खालि अहिले बिर्सन्छौ कि? हुन त अहिले त ज्याब्याम फेरि जेनजिउहरू छन् र जेनजिउले गर्दा अहिले डराउँछौ कि? राम्रो छ गरे हो प्रचण्ड सर। अहिले म राखेँ, म काममा छु, अहिले बिजी छु। फेरि समय मिलाएर गरौँला हो। ल हुन्छ राखेँ, ल बाई बाई ल।